तपाईले चाहिरहेको मान्छे कहीँ कतै नेचरमा हराइरहेको छ, कृपया सम्पर्क नगर्नुहोला भन्न चाहन्थे। तर लामो जस्तो हेर त, कहाँ भैँसीको बथानमा जस्तो लाग्छ यार। गोरुले घाँस खाने हो कि यिनी कसरा खाने हो भन्ने जस्तो पुरै फोहोर भइरहेछ त यार। साइको जस्तो यस्तो नि हुन्छ फोहोर। के छ केटाकेटी हो सबैजनालाई मेरो नयाँ भ्लगमा स्वागत छ। 1 वर्षपछि बनाउन जाँदैछु ठाडी नमस्ते रे मान्छे। अनि ठिक छ, आजको वातावरण सही छ अरे, अनि त्यही भएर बनाउन आँट्या। म पछाडिको क्यामेराबाट बनाउँछु क्या, खाँचो बाङ्गो छैन, सिधै छ भनेर बनाउन पर्छ हो। के छ जिक्स? जिक्स 2-4 शब्द बोलिदेऊ, तिमी बोलेपछि फिक्स चाहिँ बाहिर हो कि केटा। बस्दा बस्दा भेजा लाग्यो होइन, तिमीलाई लाने त्यो लक्षम। अनि त्यसपछि अहिले चाहिँ हजुर के ल त्यहीबाट बोल सुनिन्छ। अनि किन यस्तरी ठक्कर हुन्छ भने जस्तै यार। अनि हो र अहिले चाहिँ हामी जान आँटिरहेछौँ, कहाँ भन्छ अरे त्यसलाई थाहा छैन, कहाँ जान लाग्छौँ। अब यतिको भ्लग बनाउँछु, हेर रमाइलो गर। हाम्रो जिक्स नाचिदिन्छन् यही उपलक्ष्यमा, नाचिदेऊ त जिक्स। जाओस् बाजा मा होइन त्यस्तो भन्दा पनि ठिकै छ। तरुनी सरुनी हाम्रो भ्लगमा हुन्न नि केटा हो। अब त्यही हो, हामी लागिदिन्छौँ हाम्रो गन्तव्यतर्फ। आए म राइडर, ल बना त देखाउ राजा। यो के देखाइदिने? चाबी बिना रोक्यो क्या त्यसले नयाँ दर्शक भ्लगलाई। रोकिया छु र रोक्न त के देखाइरहेछ? कहाँ हट अब यहीँ हट नि। निन्द्रामा रमायो तिम्रो सल्लाह अहिले मै बनाउँछु बरु, मै बनाउँछु। यो के अरे लखन तारिक यसरी बनाउनु त, यसरी बनाउनु त्यो ऐनामा फिट हानिदिउँ मायालाई। कहाँ हानिदिउँ फिट देखिया छ? पकड्छस् पकड्छस् पकड 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 दामी देखिया चोक गर्दैन कि यतैबाट। बन्द गर्दैमा सब बन्द। अरे आज तिमीहरूलाई एउटा कुरा भन्न भुलेको थिएँ कि गाइस। खासमा भन्नुपर्दा 12 को इक्जाम दिने हो आज, अनि रिएक्जाम के मलाई पनि लाग्यो थियो। अनि म चाहिँ 1.5 घन्टामै निस्केँ काम दिएर होइन। अनि अहिले चाहिँ एकैछिन माथिसम्म पुगौँ, लास्टै झ्याउ लाग्यो। गर्मी भयो, चारो खान जाम भनेर माथितिर जानला हो। ठिक छ, कन्टिन्यू दिन सकिन्न। कहिलेकाहीँ यसो मर्या छैन बाँचे छ भनेर हेर्नु, त्यस्तो हाल्न त भेजै लाग्छ होला। तर ठिक छ, मर्या चाहिँ छैन है, जिउँदैछु, बनाइरहेको छु। तिम्रो हेर सुन्दर दृश्य देखाउन चाहन्छु होला पनि नहोला, तर ठिक छ। गाह्रो भएन, अलि पारि गएर भेटौँला सिधै बेस्ट भ्यू जाने बाटोमा। दिल र जिउ रे बाहुबली हिँड के आउँदाखेरि ठाउँला भइगयो। झरना केटा दिलरा दारा 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 5 पोइन्ट मात्रै बनाएको छु, नत्र त मेरो खाँचो देखिन्न, स्क्रिनभन्दा ठुलो छ। अलि भेजै अलि म आफ्नो हिसाबले बोल्नु पऱ्यो यार केटा। अलि मैले भ्लगमा आफ्नै बेचेर हान्छु कि हामी सायद साथी। अलि दिन्न होइन पारा दामीले दिल्ला नहालेर। बाटो त फेरि उही हो केटा हो, भेजा लाग्ने जस्तो। सर्भिसिङ नगरेको स्कुटी आवाज सुनि पनि त घट्छौ क्या माता आएको। त्यही अझ त्यही माथि किल्ला गरिरहेको टायर
पहिरो किल्लो छ, हावा गएको छैन, थालेको छैन। बाटो त फेरि माथिबाट पहिरो आइरहेको छ नि त। अनि तलतिर भ्यू भ्यू है भ्यू भ्यू हेर, गजबको माया लुक्सो हट। पैसा सैसा छ मेरो, पैसा सैसा किन यस्तो हल्का लागिरहेको छ आफै सिरियस पारामा दिउँ भनेर त आफै हल्का लाग्ने मेरोबाट अति हो। अब दिनमा त्यस्तो हल्का खानु हुन्न। तिम्रो भ्यू हेर, म साउन्ड हालिदिन्छु। त्यही हो। Like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with यसो गाइस हुन्छ हामी आइपुगिसक्यौँ। के छ राजा, कस्तो आयो त राइड? हो र? स्कुटी अस्ति न कहिले लगेको थिएनौँ र हामीले माथि? बाटोमा ठन्डा त्यही त के। ल म त भुल्दै थिएँ। ल हामी चाहिँ माथि जाँदैछौँ, मर्बेस चाहिँ आइसक्यौँ। डाँडो यही हो केटा, चिल भ्यू स्वाइँ। के देखाइदिउँ? ड्रोन भ्यू देखाइदिउँ र राजा, ड्रोन भ्यू देखाइदिउँ र। के छ कालो? ओ कालो पकड छ। ओ दाजु मर्बेससम्म आइयो, मर्बेससम्म आइयो होइन। मर्बेसलाई डह्रो बिगारिदिले रहेछन् कि यारलाई। नेचर थियो नि जुन नेचुरलमा केही नभएको, अहिले फोहोर सोहोर गन्दा सन्दा देखा त। फोहोर गन्दा अनि यता देखा, अब फोहोर गन्दा दुनियाँ बनाइदिले रहेछन्। माथि टेन्ट सेन्ट हाल्ने ल्याएर रहेछन्। जे नेचुरल थियो त्यो छैन कि। अब ऊ जस्तो मेला जस्तो हुनु लाग्यो, डह्रो फोहोर भइसकेको रहेछ डाँडो। दिनदिन जाने बाटो कता हो भनिदिनु त, भनिदिनु न। फेरि त भाउ खाइदियो। दिनदिन जाने बाटो कता हो दाइ? ओ ओ टाइगर दाजु नभन्ने अरे, केटी जस्तै भाउ खाइदिन्छन् बच्चाले त। कति होइन राजा? चले फेरि थुप्रा हेर्दा तिम्रो जस्तै छ कि, त्यही भएर केटी जस्तो भाउ खान्छन् नि। मेरो बात कता हो भन्नु? ल दिनदिन दारो कता? एकैचोटि ल। पागल बनेका छु। मलाई यार दाइ भनेर सम्मान दिँदाखेरि पनि यिनले चाटे। यत्रै दिनमा, अरे के अरे यत्रै दिनमा हुन्छ, यत्रै सोध्दैन। अब ठिक ठिकै छ, तर डर गर्मी छैन र यार, गर्मी छैन र। आज त कोही आएको छैन नि त, कि बिहानै आइपुग्यो र सबै? राजा के अरे पोखरी डाँडा थियो त, क्लोज क्याम्प रे, त्यहाँ जान नपाउने रे। माथि हेर न, डाँडै के भन्छ उनै भइसकेको छ केटा। जे थियो पहिल्यै ठिक थियो, केही नभएको। यी आम्बो फोहोर सोहोर टेन्ट सेन्ट हालेरै बिगारिदिइहालेछ। जमानामा म 3-4 वर्ष अगाडि आउँदाखेरि यहाँ गाई गोरु चलाउने मात्रै थियो कि। अहिले त हेर त फोहोर के देख्टिस यस्ता, यति प्लास्टिक उति प्लास्टिक। यो चाहिँ रियल उयो यार, दाङ हो र होइन? तिमीलाई सुन एउटा कुरा सोध्छु, तिम्रो घर कहाँ भन त? मेरो घर गौरी हो। यहाँ थाहा तुलसीपुर पो। सुन न, यहाँ यस्तो फोहोरसोर गरे राम्रो हो त भाइ? होइन होइन, सफाइ हुनुपर्ने होइन? हामी बस्ने ठाउँ चाहिँ सफा छ, उता चाहिँ अरू हामीलाई थाहा भएन। उता जान्न माथि, यता यता यता। ल ल ठिकै छ, तर ठाउँ चाहिँ तर बिग्रेछ क्या राजा नि। या बाइक फिल्मको या जस्ट देखिन्छ कि आज। तर ठिक छ, के गर्नु त, यहीमा चित्त बजाउने बस्ने। क्याम्पै बसालिदिएछन्, क्लोज क्याम्प। तर मलाई खासै त चित्त बुझेन कि यार, चित्त बुझेन बस्ने बसौँ हामी। ठिक छ, अहिले एकछिनमा भेटौँला। हुन त म बन्द हान्दैन केटा, जे छ ल 1 पोइन्टमै थिएँ म सिधै। ठिक छ, यताभन्दा राजा तलतिर राम्रो देखिया छ क्या होइन? सफा क्लियर भ्यू देखिया रहेछ क्या आज।
एउटा भिडियो हान्देल अहिले चित्त बुझ्नेवाला है फेरि यही बुटा हुने बस्थेँ यार केटा म हित्ती न बस्थेँ कि हित्ती माथि तर हेर त यस्तो बनाइदिएछ नि यार फोहोर अब सिधै घचाएको हित्ती नबसेर म माथि पनि जान पाइन्छ किन नपाइएला कि यहाँ माथि जान पाइन्छ ठिक छ घुस्दे यतातिर नि फोहोर भएछ कि लास्ट फोहोर छ यार केटा जता हेऱ्यो फोहोर छ दाङबोराई मरवेसतिर चाहिँ माथि जाऊँ न नेचर खोज्न आउँछौ भने चाहिँ नेचर भेटिन्न केटा अब रियलवाला चाहिँ भेटिन्न जे छ सब फोहोरहरू छ सब बिग्रिसकेको छ नआऊ भन्छु यार पहिला आऊ भन्थे अहिले चाहिँ नआऊ भन्छु कसले हालिदियो लोकेसन भिडियो कसले हालिदियो राजा लोकेसन भिडियो कसले हालिदियो त्यो मान्छेहरूलाई क्या मजै लागेन कि यार पहिलाको जस्तो के हो यार जे थियो त्यो नै छैन तर ठिक छ हेर्न सक्छौ त्यो यतातिर खेलिरहेको रहेछन् के हो यो क्याम्प हो रे कता स्कुलको रमाइलो गरिरहेको रहेछन् अरू त यस्तै हो के रमाइलो लाग्यो त के मलाई रमाइलो लाग्यो र जोत आयो भन्ने लाग्यो कि अहिले आएर मलाई ल गाइज मरबेसको सवारीबाट हामी चाहिँ घर चल्दैन आँटिसक्यौँ अब त्यो जुन पहिलाको मजा थियो त्यो चाहिँ छैन है एक्सपेक्टेसन भर्सेस रियालिटी छ यहाँ चाहिँ तिमीहरूले सोध्छौ होला दामी देखिन्छ दामी भ्यू दामी नेचर पिस छ होला भन्ने सोध्छौ के को पिस यहीँ तिनवटा छ म अघि नै भलिबल खेलिरहेको थिएँ केटाई अब यता न पुरै फोहोर मात्रै छ जता आएको त हेर त 5 यसलाई पुरै फोहोर छ यार जता आएको त तिमी देखाउ त राजा म बोल्दै हुन्छु तिमी फोटोग्राफर बन चल ठिक छ तर हामी अर्को छुट्टीबाट आन्नौँ यहाँ योभन्दा त मेरो यो गाउँको गाईगोरीमा जान्छु त्यहीँ सफा छ यो बरु मस्तको छैन र राजा यहाँ भेजा भएको छ कि नै भन् नढाँटेर भन् तेरो मनदेखि भन् कस्तो छ भेजा छ भेजा नभन्न फोहोर छ त्यो त के पहिला जस्तो छैन के लास्टै नेचर गन्दा भइसकेको छ कि 3-4 वर्ष अगाडि पहिला आउँदा यहाँ आइयो होला 25-30 चुटि आइयो होला यो अब 36 हुँदा तर भेजा लास्ट भेजा भइसकेको छ कि यतातिर देखा न यतातिर हल्का सुन्दर देखाएर यता नि फोहोरै रहेछ त जताको पनि ठिक छ बनाइरहेको छु राजा म केही भन्दैन मोबाइल त हिलिङ हल्लिन्छ त भयो नि अब आन्न अर्कोचोटिबाट भन्यो बन्द गरिदिए खासमा केटा हो के हो भनेपछि मैले नचलाएको धेरै भयो नि त उकालोमा यसले चलाल्यो ओह्रालोमा चलाम भने यार अलि धेरै पऱ्यो क्या नचलाएको त्यही भएर हल्का डर त लाग्दैन अस्पायर भयो अब त ढुङ्गा उछुट्याइदिएको थिएँ अहिले आफै उछुट्टिनु जस्तो भयो चलाओस् राइडर कम्पनीले राइडरले चलाओस् ल गाइज अहिले चाहिँ हामी जाँदैछौँ घुमेर पनि पुग्यो अनि ओह्रालोमा चाहिँ यही झाँटुलाई चलाउनु पठाएको छु तेल सकिन्छ भनेर चाँपी अफ गरेर ब्रेक हान्दै ओह्रालोमा के थारै ओह्रालो छ होइन के भन्नु देखाइरहेको छु के मादर चोर किन चाट्यो होला साइको देखिन्छ त भ्यू त देखिन्छ हट अगाडि हान्दैलाई नयाँ हल्का सिधाबाट बनाऊँ न के झर्ना भन्छन् यसलाई खासमा मलाई थाहा छैन राजा आफ्नो पाप पखाल्दैछौ तिमी पाप पखाल्दैछौ तिमी आफ्नो त्यार राजा म पनि खान्छु के पानी त खोइ पकाएर त म पानी खान्छु
आउँछ त्यहाँ जान्छ नि मामबाट म देखाउने मोरलास यो एज अ टाइम मिलेर एडिट गरेर हालिदिँदैछु केटा हो अब ब्लग चाहिँ यति नै अर्को ब्लगमा भेटौँला देखाइदिनु सबैजनाले त्यही हो टाटा बाई बाई